हेलो सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। ऊ चाहिँ होस्टेलबाट आएको, आज एकछिनको लागि पठाउनु भएको रे, एक दिनको लागि। अनि फेरि जानुपर्ने। हामी चाहिँ दाउरा बोक्ने दिन भएकोले हामी चाहिँ दाउरा बोक्न गयौँ। र हामी दाउरा बोक्ने चाहिँ भाउजू अनि म, धेरैजना हुनुहुन्छ काकीहरू। अनि आज दाउरा चाहिँ काकीहरूको बोक्ने। हामी चाहिँ जाँदैछौँ बाटोमा। मेरो चाहिँ डोको तल दाइहरूले ल्याउँदै हुनुहुन्छ। अनि यहाँ हामी चाहिँ हाम्रो फुपूसँग गफ गर्दैछौँ। फुपू चाहिँ भाइलाई भन्दै हुनुहुन्छ खाना खाएनौ आज भनेर भन्दै हुनुहुन्छ। अनि हामी चाहिँ जाँदैछौँ। जाँदै गएपछि बिस्तारै गयौँ। गुराँस फुलेर ढकमक्क भएको छ। अनि सबिन चाहिँ अगाडि गइसकेको छ। हामी चाहिँ बिस्तारै जाँदैछौँ गफ गर्दै आफ्नै तालमा है। अनि बर्की चाहिँ दाउरा बोक्दा टाउको दुख्छ भनेर। अनि फुलहरू चाहिँ सबै बाटोभरि झरिसकेको छ। अब चाहिँ वरिपरि सबैजना सबै हरियाली भइसकेको छ। हामी चाहिँ अब आधी बाटोमा आइपुग्यौँ। उहाँहरू चाहिँ आइसक्नु भएछ, माथि बारी हाल्दै हुनुहुन्छ। अनि हामी चाहिँ जाँदैछौँ। हामी 3 जना मात्र थियौँ। दाइ चाहिँ तलबाट आउनुभयो। अनि सबै रुखहरू काटेर यस्तो बनाएको छ। अब चाहिँ हामी दाउरा भएको ठाउँमा आइपुग्यौँ। अनि दाउरा भइसकेपछि हामी 4 जना 5 जना 6 जना थियौँ दाउरा बोक्ने चाहिँ। अनि दाउराको भारी चाहिँ धेरै थियो। अस्ति बोक्यो 3 दिन, फेरि अब यो सक्नुपर्छ भनेर बोक्दैछौँ। काकीहरू उहाँ चाहिँ दाइ हुनुहुन्छ। दाइ चाहिँ नाम्लो बनाउँदै हुनुहुन्छ डोकोको लागि। अनि यहाँ काकी चाहिँ दाउरा हाल्दै हुनुहुन्छ, केही भन्दै स्वागत छ सबैजनालाई भन्दै। अनि भाउजू चाहिँ नाच्दै हुनुहुन्छ खुसियालीमा। मैले भिडियो बनाएको थियो, त्यही भएर दाजुले चाहिँ भाउजूले डोको दिनुभयो। अनि अब हामी चाहिँ दाउरा बोक्यौँ, बारी लगाइ पनि सक्यौँ। बारी अनि डोको बोकेर ओह्रालो तल पुर्याउनु पर्ने थियो। ओह्रालो अनि अघि केही बाटो आउनुपर्छ फेरि। अनि जाँदैछौँ हामी चाहिँ। बाटो चाहिँ ठिकै छ, ओह्रालो छ, बढी खुट्टा दुख्छ। अनि म चाहिँ दाउराको भारी बोकेर गफ गर्दै जाँदैछु। अनि हामी सबैजना जाँदैछौँ बिस्तारो। अनि दाउरा चाहिँ ठिकै थियो। अब चाहिँ हामी हामी चाहिँ चिसो खान पस्यौँ, चिसो खायौँ। अनि चिसोहरू खायौँ दाइहरू सबैजनाले। अनि त्यसपछि यो चाहिँ अघिल्लो फेरि भोलिपल्टको हो। उहाँ चाहिँ बाजे हो। अनि हामीले दाउरा चाहिँ खेप गरेको। यहाँ चाहिँ चिसोहरू सबैजनालाई हाल्दै हुनुहुन्छ, पाल्लेसँगले खाँदैछौँ। अनि म पनि खाँदैछु। अनि यहाँ चाहिँ माथि दाउरा चिर्दै हुनुहुन्थ्यो बडाबा। अनि हामी चाहिँ अब तिर्खा लागेको थियो, ती 3 भारी ल्याएपछि हामीले चाहिँ डिउहरू खायौँ, पानीहरू अनि चिसोहरू खायौँ। स्याङहरू पनि खानुभयो दाइहरूले चाहिँ। अनि दाउरा चाहिँ यति बोकिसकेका थियौँ। अब आधीभन्दा चाहिँ आधी दाउरा तल ल्याइसकेको थियौँ। अनि उहाँ चाहिँ दाइ हो। अनि यहाँ हामी चाहिँ मलाई चाहिँ डिउ हालिदिँदै हुनुहुन्थ्यो फुपूहरूले। अनि डिउ हालिदिँदै हुनुहुन्छ, फुपूले डिउ हालिदिँदै हुनुहुन्छ। म चाहिँ थाप्दैछु, फुपूले खाऊ नानी खाऊ भन्दै हुनुहुन्छ। अनि म चाहिँ डिउ 1 कप खाएँ। हाम्रो चाहिँ काम गर्दा फेरि डिउ खाने चलन छ। अनि फुपू र मैले डिउ पनि खायौँ। डिउ खाँदै हाँस्दै गफ गर्दै गऱ्यौँ सबैजनासँग। त्यसपछि काका पनि यहाँ डिउ खाँदै हुनुहुन्थ्यो। अनि काका चाहिँ उहाँ नाच्नुहुन्छ, रमाइलोको लागि रमाइलो गर्दै नाच्नुभयो। अनि नाचेपछि हामी चाहिँ अब डिउ चाहिँ चिसोहरू चाहिँ खाइसकेको थियौँ। फेरि पनि हालिदिनु भयो, नखाने भन्दा पनि हालिदिनु भयो। अनि खाएँ। अनि खाँदै गइसकेपछि काकीहरू पनि खाँदै हुनुहुन्छ। उहाँ दाइ मोबाइल चलाउँदै हुनुहुन्छ। बाजेले चाहिँ खाएर बसिसक्नु भएको थियो। अब हामी चाहिँ दाउरा हाल्दैछौँ। माथि आइपुग्यौँ दाउरा हाल्न। यो दाउरा तल खेप गर्नुपर्ने भएकोले दाउरा लाँदैछौँ। अनि काकीहरू नि आउँदै हुनुहुन्छ। मैले चाहिँ डोकोमा हालेकै थिइनँ, म चाहिँ भ्लग बनाउँदै बसिरहेको थिएँ है। अनि दाइहरू चाहिँ छिटो हाल भन्दै हुनुहुन्छ, डोकोमा दाउरा हाल भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि साइला दाइ हाल्दै हुनुहुन्छ, माइला दाइले हालिदिनु भयो। अनि भाउजू हाल्दै हुनुहुन्छ, फुपू पनि हाल्दै हुनुहुन्छ दाउरा। सबै सक्नुपर्छ है भनेर काकाहरू चाहिँ दाउरा बोकेर आउँदै हुनुहुन्छ। अनि म चाहिँ भिडियो गरेँ। अनि उहाँ चाहिँ काका हो। अनि त्यसपछि दाइले पनि दाउरा लिएर आउनुभयो। अनि भाउजूहरू चाहिँ आउँदै हुनुहुन्छ पछाडि। अनि
हामी चाहिँ दोहोराले तल खेप गरेकोले अब हामी चाहिँ फेरि खाजा खानको लागि घरमा लिएर आयौँ दाउरा। अनि अब खाजा अघि चिसोहरू चाहिँ खायौँ। अनि अब आलु उम्रेर यस्तो भएको छ, अनि खाजाहरू चाहिँ खानु बाँकी छ, त्यही भएर खाजा खानको लागि आयौँ। अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ। अनि यो दाउरा चाहिँ घरै पुर्याउने भन्नुभएको थियो, त्यही भएर घरै पुर्यायौँ। आलुहरू उम्रिँदैछ हल्का, अहिले त चैत महिना हो, वैशाखमा चाहिँ गोड्ने हुन्छ हाम्रोतिर। अनि यो केरा चाहिँ बेसरी फलेको छ, तर पनि खाने केरा चाहिँ होइन, वन केरा भनिन्छ हाम्रोतिर चाहिँ। अनि मौसम पनि आज चाहिँ राम्रो छ, घामहरू लागेको छ, घामहरू लागिरहेछ। दुईजना जाँदै हुनुहुन्छ, काका र दाइ। अनि त्यसपछि यहाँ चाहिँ अस्ति मुरा पल्टाएको थियो, सबै रुखहरू काटेको, त्यही रुखहरू काटेर यहाँ ल्याउनु भएको थियो त्यो रुखहरू। अनि उहाँ यो रुखहरू देखाए, अनि त्यो रुखहरू काट्ने दाइहरू चाहिँ जानुभयो हिजो। अनि धेरै गर्मी भइरहेको छ, दिउँसो चाहिँ, बिहान बेलुका चाहिँ चिसै छ। अनि हामी चाहिँ जाँदैछौँ अब खाजा खानलाई। अनि वरिपरि यसरी मुरा काट्नुभएको छ, यति धेरै काट्नुभएको छ। अनि दाइ र अब अङ्कल चाहिँ आफ्नै गफको सुरुमा अगाडि जाँदै हुनुहुन्छ, अनि म पनि पछि पछि भिडियो बनाउँदै गफ सुन्दै गफ थप्दै गएँ होइन। अनि त्यसपछि अब चाहिँ हामी आउन लाग्यौँ, आधा बाटोमा आइपुग्यौँ। अचेल चाहिँ दाउरा अस्ति पहिला चाहिँ डोकोमा बोक्थ्यो भने अहिले चाहिँ दाउरा ढक्सीमा बोक्ने चलन छ। अनि ढक्सीमा दाउरा बोक्नुहुन्छ सबैजनाले, तर मैले चाहिँ डोकोमा बोकेको छु। अनि यहाँ चाहिँ गुराँस फुलेको छ, आलुहरू गोड्ने बेला भएछ यहाँ पनि यहाँ चाहिँ। अनि यहाँ चाहिँ राम्रो छ ठाउँहरू चाहिँ, गर्मी पनि होइन ठिकै छ, चिसोमा चिसो हुन्छ, गर्मीमा गर्मी नै हुन्छ, तर यहाँ चाहिँ बाह्रै खाल चिसो भन्दा पनि हुन्छ। अनि वरिपरि सोतारहरू घाँसहरू थुपारेर राख्नुभएको छ, दाउराहरू ल्याइसक्नु भएको छ। हामी चाहिँ यहाँभन्दा पल्लोपट्टि जान्छौँ। अनि यहाँ चाहिँ अब जाँदैछौँ हामी, दाइ चाहिँ तल्लो बाटो जानुभयो, अनि म चाहिँ माथिल्लो बाटो गएँ काकाको पछाडि। अनि हामी यहाँ दाउराहरू यस्तरी घोप्ट्याउनु भएको छ बाजे बोजूले। अनि हामी चाहिँ जाँदैछौँ, यहाँ चाहिँ कुखुरा बाख्राको खोरहरू। अनि यो बाटै जानुपर्ने हामी, यो बाटोबाट अगाडि निस्किनुपर्छ। अनि योमा चाहिँ कुखुरा सपेको छ, यो डोकोमा चाहिँ मसिनो चल्लाहरू रहेछ। अनि हामी चाहिँ जाँदैछौँ, बिस्तारो जाँदैछौँ। वरिपरि सबैतिर आलु गोड्नेको लागि बेला भएको छ। यो आलु चाहिँ माघमै रोपेको कारणले गोड्ने बेला भएको छ, फागुनमा रोप्नेहरूको चाहिँ भएको छैन। अनि यो चाहिँ हाम्रो रोड हो, यहाँबाट चाहिँ हाम्रो गाडीहरू सदरमुकाम काठमाडौँ सबै ठाउँ जाने। अनि मालदाजु चाहिँ थाकेर बसिराख्नु भएको थियो, अनि सबै ठाउँ जान्छ यो गाडी चाहिँ। अब चाहिँ हामी दाउरा घोप्टाउने ठाउँमा आइपुग्यौँ। अनि बाख्राहरू पनि हामीलाई हेरिरहेको थियो, मैले बाख्राको पनि भिडियो लिएँ। अनि त्यसपछि अनि हामी चाहिँ काकाले घोप्टाइसक्नु भएको थियो, यता बाख्राको भिडियो देखाउँदाखेरि खिच्न पाइनँ, सरी त्यसको लागि। अनि त्यसपछि अब यहाँ दाइले दाउरा घोप्टाउनुहुन्छ, तल्लोबाट घोप्ट्यायो भने बाटो हुँदैन भनेर माथिबाट घोप्ट्याउनु पर्छ भन्दै हुनुहुन्छ। काकाले चाहिँ पाल निकाल्दै हुनुहुन्छ बिस्तारो। अनि मलाई पनि माथि नै आइज भन्नुभयो, अनि म पनि माथि नै गएर घोप्ट्याउँदैछु। अनि अब हाम्रो चाहिँ खाजा खाने बेला भयो। खाजामा चाहिँ अन्डा, अनि त्यसपछि अनि सिमी आलु थियो, अनि चिया छ्याङ थियो। अनि हामी चाहिँ खायौँ।